चाहिँ एज अ सजिलो जर्नलमा म्यानेजर छु। अनि तपाईँहरूले अनलाइन सजिलो जर्नलसँग कन्ट्याक्ट गर्दाखेरि तपाईँले सबैभन्दा पहिला फेस गर्ने चाहिँ मैसँग लाइक म्यासेज रिप्लाईदेखि लिएर एभ्री अनलाइनको काममा चाहिँ सजिलो जर्नलमा गर्दैछु होइन। अनि मोस्ट अफ द मान्छेहरूको चाहिँ म्यासेज रिप्लाई भए हुन्छ, कोही कोहीको म्यासेज छुट्दाखेरि चाहिँ त्यसको लागि चाहिँ क्षमा प्राप्ति मैले छु। मैले गर्दाखेरि नै त्यो तपाईँहरूको म्यासेज लेट रिप्लाईदेखि लिएर विभिन्न जुन अनलाइनमा समस्याहरू हुन्छ त्यो मैले नै गरिन्छ। अनि अर्को कुरा चाहिँ सजिलो जर्नलले चाहिँ बेस्ट एजुकेसन चाहिँ प्रोभाइड गर्दैछ। सिन्स लास्ट 9 मन्थदेखि नै सजिलो जर्नलले चाहिँ एकदम क्वालिटेड एजुकेसन प्रोभाइड गरिरहेको छ। अनलाइनको साथसाथै अब चाहिँ हामी फिजिकल्ली पनि चितवनमा सिजी ल्यान्डमार्कको साइड थर्ड फ्लोरमा चाहिँ हामीहरूले इस्टाब्लिस भइसकेको छ। धन्यवाद। नमस्ते, म चाहिँ शुभम बुढासेनी, म्यानेजिङ डाइरेक्टर एन्ड सिटिओ अफ सजिलो जर्नल। फाउन्डर अफ सजिलो जर्नल एन्ड डेभलपर अफ जर्नल स्पार्क एप। यदि हजुरहरू जर्नल सिक्दै हुनुहुन्छ भने जर्नल स्पार्क एप त मलाई पक्कै होला। र जुन म विदेश हुँदा र धेरैजना बाहिर जर्नल हुँदा चाहिँ जुन ल्याङ्ग्वेजको कारणले प्रब्लम फेस भइरहनु भएको थियो त्यो नहोस् भनेर चाहिँ आज सजिलो जर्नलको सुरुवात भएको छ। तपाईँहरूले कता पढ्नु भएको थियो? कतिवटा टुर्नामेन्टहरू इस होइन इस्मिसमिया टुरिस्टहरूवाला त्यो सबै द्याट इज माई बुक। कसरी भन्नुहुन्छ भन्नु तपाईँ? द्याट इज माई बुक।